लुकामारी यो शब्द सुन्ने बित्तिकै बाल्यकालको याद आउँछ, होइन त? तर के यो साधारण खेलभित्र एउटा हिरोको पुरै यात्रा लुकेको हुन सक्छ? आज हामी यही खेललाई लिएर साहस, सङ्कट अनि सही निर्णयको एउटा गहिरो कथा खोज्नेछौँ। यो खेल मात्रै होइन, यो त हामी सबैको जीवनमा आउने चुनौतीहरूको एउटा ऐना हो। त्यसो भए कसरी एउटा सामान्य खेलले जीवन नै बदलिदिने खोज निम्त्याउन सक्छ? आउनुहोस् यही प्रश्नको उत्तर खोज्दै यो कथाको भित्र पस्दै जाउँ, जहाँ रमाइलोले बिस्तारै गम्भीर मोड लिन्छ। हाम्रो पहिलो खण्ड एक साधारण खेल। हरेक ठूलो यात्राको सुरुवात त्यो त सामान्य नै हुन्छ, होइन र? तर त्यही सामान्य पलमा एउटा सानो घटनाले कसरी एउटा ठूलो साहसिक कार्यको ढोका खोल्छ। आउनुहोस् हेरौँ। ल, हाम्रा पात्रहरूलाई भेटौँ। जेम्स, उसकी बहिनी स्याली अनि उनीहरूको जिग्री दोस्त मार्क। वसन्तको एउटा साँझ तिनैजनालाई एकदमै दिक्क लागिरहेको थियो। तर हामीलाई के थाहा छ भने दुनियाँका ठूला ठूला कथाहरू अक्सर यस्तै सामान्य दिक्क लाग्दो क्षणबाटै सुरु हुन्छन्। अनि त्यही दिगदारीको बीचमा आउँछ द कल टु एडभेन्चर, भनौँ न साहसी कार्यको लागि एउटा निम्तो। यो त्यो पल हो जसले हिरोलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर तान्छ। यहाँ त्यो निम्तो के थियो त? एउटा सिम्पल प्रस्ताव, ल लुकामारी खेलौँ न। उनीहरूलाई पत्तै थिएन कि यो सामान्य खेलले उनीहरूलाई कहाँसम्म पुर्याउँदैछ। दोस्रो खण्ड अँध्यारोमा हरायो। अब खेलको नियम बदलिन्छ। रमाइलोको सीमा सकिएर कथाले एकदमै गम्भीर मोड लिन्छ, जहाँबाट वास्तविक सङ्कट सुरु हुन्छ। खेलको मजा ठ्याक्कै त्यति बेला सकिन्छ जब केटाहरूलाई लाग्छ कि स्याली त साँच्चै हराई। उनीहरूले बोलाउँदा कुनै जवाफ पाउँदैन र हाँसोको ठाउँमा अब चिन्ताले लिन्छ। हो, यही हो त्यो पोइन्ट जहाँ खेल र वास्तविकता बीचको पातलो पर्दा च्यात्तिन्छ। बाहिर आऊ स्याली, हामीले हार मान्यौँ। यो साधारण वाक्य जस्तो लागे पनि यसमा उनीहरूको बढ्दो डर लुकेको छ। अब उनीहरूलाई खेल जित्नु छैन, केवल आफ्नो साथीलाई सुरक्षित खोज्नु छ। उनीहरू खेलाडीबाट अब खोजकर्ता बनिसकेका छन्। तर उनीहरूलाई के थाहा, स्याली त एउटा अँध्यारो गुफामा खसेकी छिन्। कथा लेखनको भाषामा यसलाई दि अबिस भनिन्छ। त्यो ठाउँ जहाँ हिरोले आफ्नो सबैभन्दा ठूलो डरको सामना गर्नुपर्छ। सोच्नुहोस् त, माथि साथीहरूको चिन्ता, तर गुफामा स्यालीको एक्लोपन। यो दृश्यले कथाको तनावलाई चरममा पुर्याउँछ। र त्यही निराशाको बीचमा आशाको एउटा सानो किरण देखिन्छ। स्यालीको रुवाईको आवाज पछ्याउँदै जेम्स र मार्कले अन्ततः त्यो प्वाल फेला पार्छन्। हो, यो त्यो महत्त्वपूर्ण क्षण हो जहाँ खोज सकिन्छ र उद्धारको यात्रा सुरु हुन्छ। तेस्रो खण्ड एक अप्रत्याशित खजाना। हरेक कठिन यात्राको अन्त्यमा केही न केही पुरस्कार त हुन्छ नै, तर कहिलेकाहीँ त्यो पुरस्कार हामीले सोचे भन्दा एकदमै फरक हुन सक्छ। अब कथामा एक सल्लाहकार, एक मेन्टर फिगरको प्रवेश हुन्छ, मार्कका बुवा। उहाँ त्यो अँध्यारोमा ओर्लिएर स्यालीलाई सुरक्षित बाहिर निकाल्नुहुन्छ। यसले के देखाउँछ भने कुनै पनि हिरोको यात्रामा सही समयमा आउने सहयोगीको भूमिका कति महत्त्वपूर्ण हुन्छ। स्याली त सुरक्षित छिन्, तर कथा अझै सकिएको छैन। अब कथा उद्धारबाट रहस्यतर्फ मोडिन्छ। मार्कको घरमा सबैको आँखा त्यो एउटा वस्तुमा छ जुन स्यालीले गुफाभित्र फेला पारेकी थिइन्। जब बाकस खोलिन्छ, सबैको आँखा तिर्मिराउँछ। भित्र त हिरा, माणिक र सुनले भरिएको खजाना। यो उनीहरूको यात्राको वरदान थियो भनौँ न। तर उनीहरूलाई थाहा थिएन कि यो भौतिक खजानाले उनीहरूको लागि एउटा नैतिक चुनौती पनि सँगै लिएर आएको थियो। चौथो खण्ड फेला पार्नेको दुविधा। कहिलेकाहीँ सबैभन्दा ठूलो लडाईँ बाहिरको संसारसँग होइन, आफ्नै मनभित्र हुन्छ, होइन र? खजाना भेटिएपछि अब सुरु हुन्छ उनीहरूको नैतिक परीक्षा। बच्चाहरू अब एउटा नैतिक दोबाटोमा उभिएका छन्। एकातिर लोभ छ, जे भेट्यो त्यही आफ्नो भन्ने सोच। अर्कोतिर कर्तव्य छ, सही काम गर्नुपर्छ भन्ने जिम्मेवारी। यो द्वन्द्वले उनीहरूको चरित्रको साँचो परीक्षा लिँदैछ। कसैले यो हराएको पनि त हुन सक्छ, सही काम त पुलिसलाई बोलाउनु हो। मार्कका बुबाको यो सल्लाहले उनीहरूलाई व्यक्तिगत फाइदाभन्दा माथि उठेर नैतिक जिम्मेवारीबारे सोच्न बाध्य बनाउँछ। अब उनीहरूको निर्णयले नै कथाको बाँकी दिशा तय गर्नेछ। सही निर्णय गर्दा पनि मन सधैँ खुसी हुन्छ भन्ने छैन। खजाना बुझाएपछि बच्चाहरू दुखी छन्, चुपचाप छन्। यो उनीहरूको फिर्ती यात्रा हो, जहाँ उनीहरूले आफ्नो निर्णयको भावनात्मक परिणामसँग सङ्घर्ष गरिरहेका छन्। कतै उनीहरूले सही काम गरेर गल्ती त गरेनन्,
पाँचौं र अन्तिम खण्ड, एक साझा पुरस्कार। कथाको अन्त्यमा हिरो आफ्नो संसारमा फर्किन्छ, तर ऊ पहिलेको जस्तो हुँदैन। उसले आफूसँगै एउटा वरदान लिएर आउँछ, जसले सबैको जीवन बदलिदिन्छ। हप्तौंसम्मको अन्योलपछि कथाले एउटा सुखद मोड लिन्छ। पुलिस क्याप्टेन खजाना लिएर फर्कन्छन् र घोषणा गर्छन् कानुनी रूपमा त्यो खजाना स्यालीको हो। उनीहरूको इमान्दारीले अन्ततः पुरस्कार पाएको छ। यो नयाँ सम्पत्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ है। पुलिस क्याप्टेनको यो भनाइले कथाको मुख्य पाठलाई प्रष्ट पार्छ। खजाना केवल धन होइन, यो एउटा परीक्षा हो, र यही जिम्मेवारीले नै उनीहरूलाई बच्चाबाट परिपक्व बनाउँछ। त्यसो भए स्यालीले यो जिम्मेवारी कसरी निभाइन् त? उनले त्यो खजाना केवल आफ्नो लागि राखिनन्। उनले यसलाई 6 भागमा बाँडिन्। एक भाग आफू, जेम्स र मार्कको लागि, एक भाग दुवै परिवारका आमाबुबाको लागि, अनि अन्तिम भाग समुदायको लागि, एउटा स्थानीय च्यारिटीलाई दिएर। सबैजना भेला भएको ठाउँमा स्यालीले आफ्नो निर्णय सुनाउँछिन्। यो नै उनको हिरोको यात्राको अन्तिम बिन्दु हो, क्लाइम्याक्स भनौँ न। उनले के देखाइन् भने साँचो धन कमाउनुमा होइन, बाँड्नुमा छ। उनको यो निर्णयले व्यक्तिगत लाभलाई जितेर समुदायलाई महत्त्व दिएको छ। यसरी एउटा साधारण लुकामारीको खेलले उनीहरूलाई एउटा नबिर्सिने यात्रामा लग्यो। उनीहरूले पाएको खजाना त्यो बाकसमा भएको हिरा मोती मात्र थिएन, त्यो भन्दा कैयौं गुणा ठूलो खजाना त उनीहरूले सिकेको पाठ थियो, इमान्दारी, जिम्मेवारी र बाँड्नुको महत्त्व। अब यसले हामीलाई पनि सोच्न बाध्य बनाउँछ, वास्तवमा साँचो धनको अर्थ के हो त?